नमस्कार, यहाँहरू सबैजनालाई भुसाल ब्रेन वेब च्यानलमा स्वागत छ। आज हामी कक्षा 10को सेट अन्तर्गत रहेर दुईवटा समूहहरू सम्मिलित समस्याहरूको समाधान गर्दैछौँ। मोडल 2 त्यसको लागि प्रश्न निम्न अनुसार रहेको छ। प्रश्नमा चाहिँ के भनेको छ भने एउटा वनभोजमा सम्मिलित 100 जना सहभागी मध्ये 70 जनाले चाहिँ दुध अनि 40 जनाले सुप तथा 20 जनाले चाहिँ दुवै पेय पदार्थ पिए भने माथिको जानकारीलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस् भनेको छ। त्यस्तै सेकेन्डमा के भनेको छ भने भेन चित्रको प्रयोग गरी कुनै पनि पेय पदार्थ नपिउने सहभागीहरूको सङ्ख्या पत्ता लगाउनुहोस् भनेको छ। त्यसको लागि हामीले सुरुमा के लेख्छौँ भने याम र यासले चाहिँ दुध दुध पिउने सहभागी र सुप पिउने सहभागीको सेटलाई जनाउँछ। त्यस्तै युले चाहिँ जम्मा सहभागीको सेट जनाउँछ भनेर लेख्नुपर्छ है। अनि के भयो त कार्य नम्बर यु भनेको कति भयो? 100 भयो है। कार्य नम्बर याम भनेको कति भयो? 70 भयो। कार्य नम्बर यास भनेको कति भयो? 40 भयो। अनि दुवै पेय पदार्थ पिउने भनेको कार्य नम्बर याम इन्टरसेक्सन यास भनेको कति छ? 20 छ है। अब हामीले यो जानकारीलाई चाहिँ भेन चित्रमा प्रस्तुत गरौँ। भेन चित्रमा यसरी प्रस्तुत गरिएको छ। अब दुवै पेय पदार्थ पिउनेको सङ्ख्या कति छ? 20 छ है। त्यस्तै दुध दुध पिने सहभागीको सङ्ख्या कति छ? 70 छ। अब के भयो त? यो कार्डिनल नम्बर याम भनेको कति छ? 70 छ है। अब दुध मात्र पिउनेको सङ्ख्या कसरी निकालिन्छ त? दुध मात्र पिउने सङ्ख्या भनेको के हो त? यो हो है। अब याम कति छ? 70 छ। सो 70 माइनस 20 गऱ्यो भने के हुन्छ? 50 आउँछ। दुध मात्र पिने सहभागीको सङ्ख्या भयो है। त्यस्तै सुप 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 मात्र पिउने सहभागीको सङ्ख्या कसरी निकाल्न सकिन्छ? सुप पिउने कति छन्? 40 छ है। 40 अनि के गर्नु पर्यो त? -20 गर्नु पर्यो। कति आयो त? 20 भयो। सुप मात्र पिउने भने के हो त? यति हो है। यो भने कति छ त? टोटल 40 छ। माइनस यो पार्टलाई हामीले घटाउनु पर्यो है। कति भयो त? 20 भयो। अब दुवै पेय पदार्थ नपिउनेको सहभागीको सङ्ख्यालाई याक्स मानौँ है। अब हामीले यो भेन चित्रबाट के लेख्न सकिन्छ त? यो कार्य नम्बर यु भनेको के हो त? दुध दुध मात्र पिउने है। दुवै पेय पदार्थ पिउने अनि सुप पिउने अनि कुनै पनि पेय पदार्थ नपिउनेको सङ्ख्या हुन्छ यु भनेको है। कति भयो त? 50 + 20 + 20 + एक्स इक्वल टु कति भयो त? 100 भयो है। सहभागी कति छन्? 100 जना छन्। अब 50 + 20 + 20 भने कति भयो त? 90 भयो। प्लस एक्स इक्वल टु 100। अब यो 90 यता आउँदा के हुन्छ? सबट्र्याक्ट हुन्छ। कति भयो? 100 - 90 कति आयो त? 10 आयो है। तसर्थ अब के भयो भने कुनै पनि पेय पदार्थ नपिउने सहभागीको सङ्ख्या कति रहेछ त? 10 जना रहेछ है। अब भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला र बेल आइकनलाई क्लिक गर्नु होला फर्दर अपडेटको लागि। हस् त, धन्यवाद।